म रेशमबहादुर छेत्री सैदा जिल्ला पानडाँडा। म कलेजको बिमारी भएको हुना कारणले म काठमाडौँ पनि गएँ। वहाँबाट नभएको कारण टाइम लाग्ने हुनाले म फेरि यही मणिपालमा आएर स्टेज कार्ड थ्रु मैले चाहिँ उपचार गरेँ। मेरो उपचार राम्रो हुँदैछ। त्यो गोला जस्तो हुन्थ्यो कलेजोमा, त्यो कलेजोमा त्यो दुख्लाइ हुन्थ्यो, चक्कर आउने घुमाउने जस्तो देखाउने। डाक्टरले चाहिँ सबै राम्रो भएछ, सुकिसकेछ घाउहरू। अब तपाईँ टाका खोलेपछि घर पठाउँछौँ, सबै ठिक छ, राम्रो उपचार राम्रो भएछ। अहिले ठिकै छ, अहिले सबै कुरा अब दुख्ने छैन। 1-2 दिनमा सायद त्यसै जुन्छु होला, त्यही भन्नुभएको छ डाक्टर। नमस्ते, म डाक्टर सुजन श्रेष्ठ। मणिपाल टिचिङ अस्पतालमा चाहिँ जीआई एन्ड एचपीबी सर्जरीको रूपमा कार्यरत छु। हामीसँग चाहिँ 65 वर्षको बुवा आउनु भएको थियो स्याङ्जाबाट। बुवा हामीसँग आउँदाखेरि चाहिँ पेट 6 देखि 7 महिनादेखि पेट गरुङ्गो भएको, माथिल्लो पेट, अनि पेट हल्का दुख्ने त्यस्तो समस्या लिएर आउनु भएको थियो। त्यसमा उहाँको सबै जाँचहरू इभ्यालुएसन गर्दाखेरि चाहिँ कलेजोको देब्रे भागमा चाहिँ ठुलो 8 सेन्टिमिटरको ट्युमर छ भन्ने कुरा हामीले थाहा पायौँ। त्यसपछि हामीले फेरि रिइभ्यालुएसनको प्रोसेसमा एउटा सिटी स्क्यान गऱ्यौँ। सिटी स्क्यानमा ठुलै ट्युमर थियो, उहाँको चाहिँ लगभग 8 सेन्टिमिटरको ट्युमर थियो लेफ्ट लोब अफ लिभर भन्दा लिभरको देब्रे लिभरमा चाहिँ उहाँको ठुलो ट्युमर थियो। तर हामीले हाम्रो ग्यास्ट्रो टिमलाई पनि देखायौँ, अनि उहाँकोबाट चाहिँ ग्रिन फ्ल्याग आयो। उहाँको चाहिँ भनेको सिरोसिस, तर धेरै नबिग्रिसकेको सिरोसिस भन्ने हामीले पत्ता लगायौँ। त्यसपछि हामीले आफ्नो रेडियोलोजी टिमसँग बसेर चाहिँ सबै डिटेलमा एनालाइसिस गऱ्यौँ, जसमा चाहिँ ट्युमर निकाल्न सकिने सम्भावना चाहिँ अराउन्ड 95% जति हामीले देख्यौँ। त्यसपछि हामीले उहाँलाई अपरेसन गर्ने प्लान गऱ्यौँ र अपरेसन चाहिँ 3 घन्टाको अपरेसन भयो। हामीले चाहिँ त्यो लेफ्ट साइडको लिभर र त्यसमा भएको ट्युमर पनि निकाल्यौँ। बिरामीको अपरेसन पछि चाहिँ पोस्ट अफ कम्प्लिकेसन खासै केही भएन। बिरामी हामीसँग चाहिँ 8 दिन जति बस्नुभयो र डिस्चार्ज हुनुभयो। नमस्ते, म रेशमबहादुर छेत्रीको मान्छे भान्जा। उहाँ रेशमबहादुर छेत्री चाहिँ लिभरमा ट्युमर बोलाएको हुँदाखेरि सो अपरेसनको लागि काठमाडौँबाट रेफर भएर फेरि इसिएच मार्फत, इन्डियन आर्मी भएको हुनाले इसिएच मार्फत मणिपाल हस्पिटलमा यो सुविधा पनि भएको हुनाले यहाँ भर्ना भई सिटी गरियो। सिटी गरिए पश्चात उहाँको लिभरमा ठुलो ट्युमर पलाएको हुँदाखेरि सो अपरेसन गर्नको लागि डाक्टर सुजन श्रेष्ठले एक्सेप्ट गर्नुभयो। जो अपरेसन गर्न सकिन्छ भन्ने उहाँले भन्नुभयो। तत्पश्चात तत्कालै 3 दिन यहाँ जोइन भएको 3 दिनमा अपरेसन गरिदिनु भयो। सो अपरेसन पश्चात उहाँलाई धेरै राम्रो सुधार भइरहेको छ। उहाँको जो भित्री समस्या केही पनि छैन। बाहिर भने त्यो टाँकाहरू चिरचिरेको ठाउँमा टाँकाहरू धेरै लगाएको हुँदा अलि घाउमा केही थोरै समस्या छ। बिस्तारै घाउहरू पनि निको हुँदै गएर सुकिसकेको छ। उहाँलाई पहिलोभन्दा धेरै सुधार भइरहेको छ। सायद अब डाक्टरको सल्लाह अनुसार 1-2 दिनमा सायद डिस्चार्ज हुनुहुन्छ होला। उहाँलाई अलिकति टाइम किन लाग्यो भन्दाखेरि उहाँलाई सुगर, प्रेसर, कोलेस्ट्रोल यावत कुराहरू भएको हुनाले अलि समय यो हस्पिटलमा बस्नु पर्यो। तथापि पनि यहाँ अझै राम्रो सुधार भइरहेको छ उहाँको स्वास्थ्यमा। अब भविष्यमा सायद यो रोग उहाँलाई अब फेरि आउने छैन भन्ने हामीले विश्वास गरेका छौँ। एकदम अथक प्रयास सायद डाक्टर सुजन श्रेष्ठले यति राम्रो सल्लाह सुझाव सहित अपरेसन गरिदिनु भएको छ, यसमा हामी एकदम सन्तोष छौँ। त्यसलाई मणिपाल हस्पिटल लगायत यहाँ जति पनि उहाँको अपरेसनमा सम्मिलित डाक्टरहरूलाई हामीले धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। डाक्टरसँग धेरै कुराकानी कन्सल्ट गरेर धेरै यसको बारेमा रिक्स लिएर अपरेसन गरेका हौँ। जो रिक्स लिए बापत अपरेसन पनि एकदम राम्रो भएको छ। अरू डाक्टर साहबहरूले पनि राम्रो भएको छ भन्नुभएको छ। सबै साइडबाट उहाँको हर कुरा पोजिटिभ सुधार भइरहेको छ। अब सायद राम्रो हुन्छ होला। जस खुसी छौँ, 1-2 दिनमा डिस्चार्ज भएर घर जान्छौँ। तत्पश्चात अब डाक्टरले जे सल्लाह दिनुहुन्छ, के भन्नुहुन्छ, त्यो अनुसारको फलोअपमा आउनेछौँ हामी। हस्, धन्यवाद। गएको 15 दिनमा हामीले चाहिँ क्यान्सरको सर्जरी कम्तीमा 10वटा गऱ्यौँ, जसमा चाहिँ धेरै जसो चाहिँ ठुलो आन्द्राको क्यान्सरको सर्जरी भयो। एउटा कलेजोको क्यान्सरको अपरेसन पनि भयो र एउटा चाहिँ पित्तथलीको क्यान्सरको अपरेसन पनि हामीले सफलतापूर्वक गऱ्यौँ। अनि अहिले हामी मणिपाल टिचिङ अस्पतालमा चाहिँ क्यान्सरको अपरेसनलाई मेन फोकस गरेर चाहिँ एउटा छुट्टै टिम लिएर आएको छौँ। त्यस कारणले हामीले चाहिँ कलेजो, पेन्क्रियाज,
सानो ठुलो आन्द्रा पेट सबैको अपरेसन चाहिँ हामीले यहाँ सफलतापूर्वक गर्न सक्छौँ। आजकल चलनमा आएको दूरबीनबाट पनि हामीले अपरेसन धेरै नै गरिसकेका छौँ र दूरबीनबाट हामीले चाहिँ पेटको ठुलो र सानो आन्द्राको अपरेसन पनि सफलतापूर्वक गर्दै आएका छौँ। अनि हाम्रो टिममा चाहिँ एकदम एक्सपिरियन्स सर्जनहरू हुनुहुन्छ, जस्तै हाम्रो टिमको लिडर हुनुहुन्छ प्रोफेसर प्रदीप घिमिरे, साथै मेरो गुरु मेरो टिचर विनोद बाडे श्रेष्ठ, मेरो सिनियर ओम कार्के हुनुहुन्छ, म साथै अनि मेरो जुनियरहरू विश्वदीप तिमेल सेना र सुशील हुनुहुन्छ। हाम्रो टिम एकदमै गुड टिम छ। पोखरामा चाहिँ हामीले अन्कोलोजी सर्जरीलाई चाहिँ अगाडि लिएर जाने हाम्रो प्लान छ र हामी अवश्य लिएर पनि जान्छौँ र यो भेगको मान्छेहरूलाई चाहिँ क्यान्सर भएर बाहिर नजानुपर्ने भविष्यमा चाहिँ हामीले त्यो हाम्रो प्लान छ। सबै उपचार चाहिँ क्यान्सरको उपचार चाहिँ मणिपालमै वा पोखरामै हुने सम्भावना बोकेर हामी चाहिँ अगाडि कुराहरू निकालिरहेका छौँ। नेपाल मणिपाल शिक्षण अस्पताल फुलबारी 11 पोखरा कास्की। फोन नम्बर 061 552 666।